एकजना साथीले चाहिँ मलाई के भन्नुभएको छ त भन्दाखेरि पृथ्वीनारायण शाहले 4 जात 36 बाट चाहिँ बनाएर जात छुटाइदिएर चाहिँ त्यसको कारण चाहिँ आज पनि हामीले भोगिरहेका छौं हैन। पृथ्वीनारायण शाहले चाहिँ जात विभाजन गर्यो भनेर भन्नुभएको छ के। म तपाईहरुलाई आज भन्न चाहन्छु 4 जात 36 बाटको मतलब चाहिँ के हो भनेर है। 4 जात भनेको चाहिँ एक नम्बरमा गर्भबाट जन्म लिने है, जस्तै हामी मान्छेहरु गर्भबाट जन्म लिन्छौं हैन। अनि अर्को छ दोस्रो नम्बरमा अण्डाबाट जन्म लिने, जस्तै यसमा चाहिँ धेरै जसो चराचुरुङ्गीहरु पर्छन् हैन। तेस्रो नम्बरमा के छ त भन्दाखेरि बिउबाट जन्म लिने, यसमा फलफुलहरु पर्छन्, रुख बिरुवाहरु पर्छन् हैन। चौथो नम्बरमा के छ त भन्दाखेरि कुहिएको चीज अथवा ढुसी पलाएको चीजबाट जन्म लिने, जस्तै यसमा किराहरु एकदम सूक्ष्म चीजहरु पर्छन् है। र यो 4 वटा चीजबाट जन्म लिएको भएर चाहिँ 4 जात भन्यो है। र 36 बाट भनेको चाहिँ के हो त भन्दाखेरि क देखि ज्ञ सम्म कतिवटा अक्षर हुन्छ त 36 वटा अक्षर हुन्छ। जस्तै कि गर्भबाट जन्म लिने हामी मानिस छौं भने गाई भैँसी पनि त लिन्छ नि त गर्भबाट हैन र। अब त्यस्तै मतलब एउटैबाट जन्म लिने पनि फरक फरक नामका हुन्छन् के। हो त्यसरी चाहिँ सबै नामको चाहिँ देश यो 4 वटा जात जुन चाहिँ 4 वटै विधिबाट जन्मिने र सबै नामबाट आउने सजीव प्राणीहरुको चाहिँ देश हो भनेर 4 जात 36 बाटको देश नेपाल भनेर चाहिँ पृथ्वीनारायण शाहले चाहिँ घोषणा गर्नुभएको थियो। र यो चीज चाहिँ तपाईहरुले हाम्रो सनातन हिन्दू सनातन शास्त्रहरु पढ्नु भयो नि शास्त्रहरुमा पनि पाउन सक्नुहुन्छ है। त्यही कारणले मैले शास्त्र पढ्नु पर्छ भनेर भन्छु के। अनि उहाँले अर्को कुरा के भन्नुभएको छ त भन्दाखेरि जात खसाल्ने सिस्टम थियो भनेर भन्नुहुन्छ के हैन। जात खसाल्ने सिस्टमको विषयमा तपाईलाई आज क्लियर गर्न चाहन्छु। जस्तै कि छालाको काम गर्नलाई सार्की भनिन्थ्यो हैन, र लुगा सिलाउनलाई दमै, अनि हतियारको काम गर्नेहरुलाई चाहिँ कामी भनिन्थ्यो हैन, पूजापाठहरु गर्ने ज्ञानको काम गर्नेहरुलाई ब्राह्मणहरु बाहुनहरु भनिन्थ्यो हैन। तर यो सबैलाई इक्वल रूपमा थियो, एउटै क्याटेगोरीमा राखिन्थ्यो। तर कस्तो व्यक्तिको चाहिँ जात खसालिन्थ्यो त भन्दाखेरि जसले जाँड रक्सी खान्छ, जसले मासु खान्छ, जो चाहिँ रक्सीखाएर हल्ला गर्दिन्छ, जसले गाउँमा शान्ति बिथोल्छ, जसले घर झगडा गर्छ, जसले स्वास्नी पिड्छ, अनि यस्तो क्याटेगोरीको व्यक्तिहरुको चाहिँ जात खसाल्ने सिस्टम थियो के। त्यही कारणले गर्दा आज पनि हेर्न सक्नुहुन्छ तपाईहरु कुनै पनि दमै कामी सार्की कुनै पनि कास्टको हुनुहुन्छ भने कुनै ठाउँमा जाँदाखेरि सुन्न सक्नुहुन्छ होला के। जस्तै परिवार बीच के डिस्कस हुन्छ त भन्दाखेरि तिमीहरुको गोत्र भन्दा हाम्रो गोत्र ठुलो अथवा यसको भन्दा त्यसको गोत्र ठुलो हैन। परिवार भित्र पनि हुन्छ के, जस्तै सार्की भित्र नि हुन्छ हैन। यसको भन्दा त्यो गोत्र ठुलो, त्यो भन्दा त्यो गोत्र ठुलो हुन्छ। गोत्र कसरी ठुलो सानो हुन्छ, किनकि त्यो बेलामा चाहिँ त्यो क्याटेगोरीको व्यक्तिहरुको चाहिँ जात खसाल्ने सिस्टम थियो। त्यतिखेर बाहुनलाई पनि के गरिन्थ्यो, जुत्तामा लगाइने, सुँगुरको लगाइदिने, कालमुसो लगाइदिने, जात खसाल्दिने बाहुनहरुको पनि हैन। किनकि उले यदि चाहिँ देशको के रे अहितमा काम गर्छ नि त्यस्तो व्यक्तिको जात खसालिन्थ्यो है। जसले मांसाहार गर्छ, जसले रक्सी खान्छ, हल्ला गर्छ, र त्यस्तो व्यक्तिहरुलाई आज पनि समाजमा घृणा नै गरिन्छ। त्यही कारणले अहिले पनि मैले के भन्छु त भन्दाखेरि आफूले आफूलाई सानो सम्झिने हैन, आफ्नो भित्रको गुणलाई चाहिँ मजबुत बनाउने हो के। तब भित्रको गुण, तब भित्रको स्वभाव, तब भित्रको क्यारेक्टरहरुलाई यदि मजबुत बनाउनु भयो, राम्रो बनाउनु भयो भने तपाईलाई अरूले सानो सोच्छ सोच्दैन छोड्दिनुस्, तपाई आफैमा बेस्ट हुन सक्नुहुन्छ के है त। र तपाईको यही क्यारेक्टरले नै भोलिको दिनमा तपाईलाई चाहिँ सफल बनाउने हो। त्यही कारणले गर्दा 4 जात 36 बाटको अर्थ बुझ्नु भयो होला। कतिलाई थाहा थिएन, जात खसाल्ने सिस्टम त्यो नै थियो र अहिले पनि यो चीज चल्छ के। हामीले पनि आजको दिनमा चाहिँ एकदमै त्यस्तो व्यक्तिहरुलाई हामी सधैँ माया गर्न सक्दैनौं, उनीहरुलाई हामीले पर नै राख्छौं के त्यस्तो व्यक्तिहरुलाई, हो किन। त्यही कारणले गर्दा यो चीज कतिलाई थाहा थियो अथवा थाहा थिएन, जात व्यवस्थाको मतलब के हो त, 4 जात 36 बाटको मतलब के हो है, यो कुरा सबैलाई थाहा दिनु जरुरी छ। र यो भिडियोलाई सबैमाझ पुर्याएर सबैजनालाई थाहा दिनु होला है त। थ्यांक यू सो मच, अल द बेस्ट।